नमस्कार साथीहरू, आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी कुरा गर्नेछौँ सुदूरपश्चिम प्रदेशको बारेमा, जस अन्तर्गत सुदूरपश्चिमका जिल्लाहरू, पर्यटकीय स्थल, खप्तड क्षेत्र, धार्मिक स्थल, प्रमुख सहरहरू, प्रमुख नदीहरू, केही विमानस्थलको बारेमा चर्चा गर्नेछौँ। आउनुहोस् सुरु गरौँ अब। सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी 9 जिल्लाहरू रहेका छन्। यस प्रदेशको प्रादेशिक राजधानी कैलाली जिल्लाको गोदावरीमा रहेको छ। सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ। सुदूरपश्चिम प्रदेशले नेपालको 19,539 वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ। साथै देशको कुल क्षेत्रफलको लगभग 13.22% भाग यस प्रदेशमा पर्दछन्, जसमा धेरै पहाडी र हिमाली भूभाग छ। यस प्रदेशका 2 जिल्ला कैलाली र कञ्चनपुर तराई क्षेत्रमा, 4 वटा जिल्ला डोटी, डडेलधुरा, अछाम, बैतडी पहाडी क्षेत्रमा र 3 जिल्ला दार्चुला, बझाङ र बाजुरा हिमाली क्षेत्रमा पर्दछन्। यस प्रदेशको पूर्वमा कर्णाली नदी, मध्यमा सेती नदी र पश्चिममा महाकाली नदी बग्दछ। यस प्रदेशको कुल जनसङ्ख्या लगभग 26,94,783 छ। जाति तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, छेत्री, ठकुरी, थारू जातिहरूको बसोबास रहेको छ भने डोटेली, खस, थारू भाषा मुख्य रूपमा बोलिन्छ। साथै सुदूरपश्चिम प्रदेश तराईका प्रारम्भिक बासिन्दाहरूमध्ये एक राणा थारूहरूको छुट्टै आफ्नो मौलिक पहिचान रहेको छ। यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला बझाङ रहेको छ भने सबैभन्दा सानो जिल्ला बैतडी रहेको छ। जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले प्रमुख 3 सहरहरू धनगढी, भीमदत्त र टिकापुर हुन्। सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थलहरू। सुदूरपश्चिम प्रदेशमा अत्यन्त सुन्दर र रमणीय स्थलहरू छन्। यस प्रदेशमा पहाडदेखि घाँसे मैदानसम्म, वन्यजन्तुदेखि हरियाली ठाउँहरूले यस प्रदेशलाई मनमोहक बनाउँछ। अझ झन् अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भूभाग समेटिएको प्रसिद्ध खप्तडले हाम्रो मनलाई झनै प्रफुल्लित बनाउँछ। यस प्रदेशमा घोडाघोडी ताल, गोदावरी धाम, कञ्चनपुरको शुक्लाफाटा वन्यजन्तु आरक्ष्य, दोधारा चाँदनीको झोलङ्गे फुल, अछामको रामारोशन, बाजुराको बोडीमालिका, सुरमा लगायतका क्षेत्रहरू यहाँका प्रसिद्ध पर्यटकीय स्थलहरू हुन्। खप्तड क्षेत्र। खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तड बाबाले करिब 5 दशक समय व्यतीत गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशमा खप्तड पुगेर हेर्नै पर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। बाबाले योग र ध्यान गर्नुभयो र विभिन्न किताबहरू लेख्नुभयो। उहाँले स्वास्थ्य विज्ञान, धर्म विज्ञान, विचार विज्ञान, वेदान्त विज्ञान, आत्मज्ञान, योग विज्ञान, आरोग्य ज्ञान लगायतका पुस्तक लेख्नुभयो। उहाँको देलले हामीलाई जीवन जिउने कला साथै हाम्रो शारीरिक, मानसिक, आध्यात्मिक रूपमा हिँड्ने मार्गदर्शक बाटो सिकाउनु भएको छ। यस क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुङ्गा, खाफरदह, सहरछलिङ्ग, त्रिवेणी धाम, पाचन, खप्तड दहताल, खप्तड बाबाको आश्रम साथै विभिन्न किसिमका वनस्पतिहरू र चराचुरुङ्गीहरू रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज 4 पहाडी जिल्लाहरूमा रहेको छ। डोटी, बाजुरा, बझाङ र अछाम जिल्लामा फैलिएको छ। यसको क्षेत्रफल करिब 225 वर्ग किलोमिटर रहेको छ। समुद्री सतहबाट 3,500 मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र 567 थरीका वनस्पतिहरू र नेपालमा पाइने 850 किसिमका चराचुरुङ्गी मध्ये 260 भन्दा बढी चराचुरुङ्गीहरू यहाँ पाइन्छन्। खप्तडमा रहेका महत्त्वपूर्ण ठाउँहरू: त्रिवेणी, सहरछलिङ्ग, खप्तड ताल, खप्तड बाबाको कुटी, नागढुङ्गा, भीमगच्छ, माइस्थान, खाफरमान्यु, बोडीमालिका मन्दिर। बोडीमालिका मन्दिर नेपालका प्रमुख धार्मिक स्थल र पर्यटकीय स्थल मध्ये एक हो। यस ठाउँ सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित छ। यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बोडीमालिकामा 2 वटा पुजारीले पूजा गर्छन्। यी मध्ये एकजना कालीकोटबाट आउँछन् भने अर्को एकजना बाजुराका पुजारी छन्। पौराणिक कथा अनुसार महादेवकी पत्नी सती देवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन्। सती देवी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनुको कारण सोधिन्। दक्ष प्रजापतिले महादेव भाङ, धतुरो सेवन गर्ने, शमशानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी कस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्न शोभा नदिने भएकाले नबोलाएको भनी उत्तर दिए। आफ्ना पतिको यस्तो अपमान सहन नसकेर सती देवीले यज्ञ कुण्डको अग्निमा हाम फालेर प्राण त्याग
त्याग गरिन्। त्यसपछि महादेव रिसाएर वीरभद्रादि रूप शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञ तहस नहस पार्न लगाउनुभयो। त्यसपछि भगवान महादेव पत्नी वियोग भएर सतीदेवीको मृत शरीर बोकेर पुरै विश्व ब्रह्माण्ड घुम्न थाल्नुभयो। यसै बेला भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरेर सतीदेवीको मृत शरीर कुहाउनु भयो। यसरी ठाउँ ठाउँमा सतीका अङ्गहरू पतन हुँदै झर्दै खस्न थाले। ठाउँ ठाउँमा सतीका अङ्गहरू पतन हुँदै खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए। यसै क्रममा मल्लागिरी पर्वतमा सतीको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो र यहाँ मल्लिका अथवा मालिका देवी स्वरूप रहन गयो। तसर्थ यस स्थानमा बडी मालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो। बडी मालिका धार्मिक मात्र नभएर पर्यटक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल मनोरम प्राकृतिक दृश्यहरू बडी मालिकाका गहना हुन्। बडी मालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बडी मालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठुलो मेला लाग्छ। बडी मालिका मन्दिरमा दर्शन गरेपछि मनोआकांक्षा पूरा हुने गहिरो जनविश्वास छ। मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झन मनमोहक बनाउँछ। देशका आन्तरिक पर्यटक र विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन्। भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन्। हालसम्म गङ्गा दशहरा र जनै पूर्णिमा गरी वर्षको 2 पटक मात्र चल्दै आएको औपचारिक मेलाका कारण बडी मालिकाको महत्त्व सीमित छ। यसको थप प्रचार प्रसार गर्न सके नेपालको पर्यटनलाई थप उचाइमा पुर्याउन सकिनेछ। साथै त्यहाँका स्थानीयहरूलाई रोजगार अर्थोपार्जनमा टेवा पुग्ने थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज घोडाघोडी तालबाट पश्चिममा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज छ, जुन सम्भवतः सुदूरपश्चिमको सबैभन्दा ठुलो घाँसे मैदान हो। यो राष्ट्रिय निकुञ्ज देशको सबैभन्दा सुन्दर राष्ट्रिय निकुञ्जहरूमध्ये एक हो। यस निकुञ्जमा धेरै प्रवासी चराहरू देख्न सकिन्छ। साथै हात्ती, बाघ र घरियालहरू पनि यहाँ छन्। सन् 1970 को दशकमा यो क्षेत्र नेपालका राजपरिवारको लागि शिकार गर्ने ठाउँ थियो, तर अहिले यो संरक्षित क्षेत्र भएकाले अवस्था परिवर्तन भएको छ। निकुञ्ज पर्यटनको दृष्टिकोणले असाध्यै महत्त्वपूर्ण छ। यसलाई राम्रोसँग प्रचार प्रसार गर्न सके यहाँको पर्यटनमा अझ टेवा पुग्ने थियो। सुदूरपश्चिम प्रदेशको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पर्यटनका हिसाबले एक किसिमको मुचु र आत्मा जस्तै हो। यो पहाडी पठार यस क्षेत्रको सबैभन्दा लोकप्रिय स्थान हो। सुदूरपश्चिम प्रदेशका केही धार्मिक स्थलका नामहरू: बडी मालिका मन्दिर बाजुरा, मालिका मन्दिर डोटी, शैलेश्वरी मन्दिर डोटी, परशुराम धाम डडेलधुरा, वैद्यनाथ धाम अछाम, बेहेडा बाबा मन्दिर कैलाली, गोदावरी मन्दिर कैलाली, उग्रतारा मन्दिर डडेलधुरा, मालिका अर्जुन मन्दिर दार्चुला। सुदूरपश्चिम प्रदेशका केही प्रमुख सहरहरू: धनगढी, महेन्द्रनगर, टिकापुर, मङ्गलसेन, दिपाल। सुदूरपश्चिम प्रदेशमा बग्ने प्रमुख नदीहरू: गोदावरी खोला, सैती नदी, महाकाली नदी, बुढीगङ्गा, मोहना। सुदूरपश्चिम प्रदेशका प्रमुख ताल, कुण्ड र केही पोखरीहरू: घोडाघोडी ताल कैलाली, झिलिमिला ताल, अली ताल डडेलधुरा, छतिवन ताल डोटी, खप्तर ताल, रामारोसन। सुदूरपश्चिम प्रदेशका जिल्लाका सदरमुकामका नामहरू: बाजुरा जिल्लाको सदरमुकाम मार्तडी, बझाङ जिल्लाको सदरमुकाम चैनपुर, डोटी जिल्लाको सदरमुकाम दिपायल, अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन, दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा, बैतडी जिल्लाको सदरमुकाम दशरथचन्द, डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी, कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका, कैलाली जिल्लाको सदरमुकाम धनगढी। सुदूरपश्चिम प्रदेशका केही विमानस्थलहरू: साफे बगर विमानस्थल अछाम, पाचन विमानस्थल बैतडी, महेन्द्रनगर विमानस्थल कञ्चनपुर, कमल बजार विमानस्थल अछाम, धनगढी विमानस्थल कैलाली, बाजुरा कोल्टी विमानस्थल बाजुरा। मुख्यमन्त्री: सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्ट हुन्, साथै वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह छन्। प्रथम मुख्यमन्त्री त्रिलोचन भट्ट, राजेन्द्र सिंह रावल, कमलबहादुर शाह, दीर्घबहादुर सोडारी र वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह हुन्। आजलाई यति नै हेरेर साथ दिनुभएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।